हजुर अलि मिठो बनाऊ है चिनी अलि धेरै आला नि खै त ग्यासमा पकाएको पकाइ कि मैले देख्दै देखिनँ यहाँ पकाऊ यसमा पकाउने हाला कपमा हालेर पकाउँछु अनि फेरि पकाऊ पक्यो चिनी चियापत्ती हाल्यौ ल हाल्नु पर्यो नि त ल अब भुलोको उमाल्छु अनि डेढलाई देऊ हास होइन यो के तिम्रो आमालाई होइन कि यहाँ छिटो हाल त आमालाई मम्मीलाई मलाई हाल त यहाँ ए मलाई ल थ्याङ्क यू ए आमा चिया खाइदिनुहोस् त चिया खानु ल थ्याङ्क यू खाम थ्याङ्क यू दिदीमा चिया दिएकोमा मिठो रहेछ यम्मी हो यम्मी अब यो पखाल्न पर्यो नि त ल पखाल्दै चिनी भयो अब के पकाएर खुवाउँछौ त ए माम खाना खुवाउँछौ तरकारी के बनाउँछौ त ए आलु भुजिया बनाउँछु नि ल ए ल आलु भुजिया ल अलि पिलो पिलो बनाऊ हास ए पिरो छैन कस्तो बजाएछ यार पिरो छैन यार तिमी आमै हो को हो तिमी ए तिमी मम्मी हो ल लिदिमा मम्मी छिटो माम पकाउँदा भोक लाग्यो ए ल छिटो बनाउनु यहाँ भोक लाग्यो मुसा दौड्यो पेटमा छिटो माम पकाउन त म जान्छु भुजिया हो उठ्दैछ त प्लेटो ए अब उता टिफिनमा मामा हालेर दिइहाल्यो भोक लाग्यो यहीँ छ त यी ऊ अन्त दिल्ली हो ल छिटो छिटो हाल्दै त भोक लाग्यो कि मलाई त बा यति धेरै नहाल पेटमा मोटाउँछु के भएन छिटो यहाँ भोक लाग्यो क्या मलाई ए ल ल खाइदेऊ नि तिमीले आफै खाइदिएछ ओ मिठो रहेछ छोरा टिफिन त स्कुलको लागि रेडी हो के ए स्कुलको लागि हो गाइस मेरो छोरीले माम पकाएर खाइसकेको होइन माम खाएर झन् मोटाइनु भयो माम हारै सुलानी हो ए माम पनि यति हालिसक्यो पानी पनि दिन्छौ ल माम त भयो मैले खाएँ ल पानी पारेँ ल म अगाडि थ्याङ्क यू अब म स्कुलको लागि टिफिन हालेको ए स्कुलको लागि टिफिन ल ओके अनि म स्कुल जाने हो ए ल यो मम्मी त लास्टै ढिलो क्या अनि छिटो गर न गाडी आइसक्यो मेरो स्कुलको उताबाट घुमाएर ए मम्मीको त बुद्धि छैन यसरी अब यहाँ यसरी ल छिटो टिफिन लगाइदेऊ
ल भयो थ्याङ्क यू मामी ल म स्कुल गएँ है बाई आई लभ यु बाई मामी बाई बाई